गाइज वेलकम टू माई न्यू ब्लग साथै गरिरहेको छु किनकि मेरो बनाइरहेको छु कोही हेरौँ यहाँ सिस्नो चिल्दै बाबा भनेर तसेको त हालिनु बोक्नु होला कोही यो गाइज वेलकम टू माई न्यू ब्लग साथीहरू अनि तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु अनि आज चाहिँ मैले धेरै दिनपछि ब्लग गरिरहेको छु अभी मजा आएगा ना भिडियो किनकि मेरो मोबाइल बिग्रेको थियो अनि अर्को मोबाइलदेखि मैले बनाइरहेको छु अनि आज चाहिँ हामी दाउरा काट्न आएको भाइहरूसँग भाइ बहिनीहरूसँग दुईजना भाइ दुई बहिनी हामी पाँचजना आएको छौँ अनि दाउरा नै छैन दाउरा काट्दा अनि हामी चाहिँ यहाँ नै साथीहरू यहाँ त एकजना रुखमा पसेर काट्दैछ मिसा ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा एकजना यहाँ परेछ दुईजना चाहिँ यहाँ परेछ अनि म चाहिँ यहाँ छु अनि अब दाउरा काट्नु पर्ने भने त अब भारी पनि पुगेको छैन भर्खर त अहिले आएको बिहान बिहान कोही हेरौँ हेर्नु सिस्नो चिल्दै चाहिँ कोही हेरौँ हेर्नु सिस्नो चिल्दै चाहिँ ध्यान यता देखा त नानाहरूसँग त हिँड्नु पर्दैन कि खालि टिटोरो गर चुप रहना भाई बंद करना तेरा बकवास बंद बाबा भनेर तसेको त अझै त उ रहेछ है के पो यो त यो पनि भारी नै बोक्नु होला कोही यो डरा चिलेर होइन ओए यहाँ सिसुले अत्र त फुका छ क्या तर मुडा जङ्गलको नजारा चाहिँ यस्तो चाहिँ देख्न सक्नुहुन्छ यस्तो माथिबाट ढुङ्गा छ भने मान्छे त काचाकिच हुन्छ यो चाहिँ मलाई काट्दैछ उसले अनि उसको त अघि माथि भारी पुऱ्याएर पनि अनि यहाँ चाहिँ मेरो काट्दैछु त्यस्तो पनि डर हुन्छ यस्तो हुन्छ त नि गरी गरी यहाँ चाहिँ ढेडुको घर हुन्छ यहाँ रुखमा भलाएको बोट होइन ल बोक्न बोक्नु उयासम्म त आउने बनाउने अगाडि छिटो दाउरा खोज्छ र रिठा खोज्दै बस उता ल उता ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा मिसानेको भारी नै पल्टाइदियो ऊ त्यहाँ एक दिन मसिनो पो त यहाँ माथि तैँले लड्छ मात्रै होस् न यहाँ रुखको फेदमा बाछ कि भने ऊ त्यो दाउरा खोज्न टिप अरे टिप नआरे उता लजाउने छिटो तल जाने म चाहिँ अब जाँदिनँ त्यहाँ एउटा मुढा बेटै हो यो के हो यस्तो हातमा खतराले अमिसले दाउरा छ लियो त अन्छु यहाँ ल्याउनु दुईजना एउटा मात्रै जान्छु त्यो म बोक्नु तैँले ल्याइदिएको मलाई अनि म त्यत्रो बोक्नु सक्छु बोक्छस् लु लगेर ठुन्काउँदा एउटा खुर्बा त्यता हुन्छु म यहाँ तर अलिक स्ल्यापर कि छ कि छैन यहाँ तर दाउरा ऊ यहाँ माथि मेरो उमा राख्न नि यता ठुङ्गाउनुपर्छ दुईजनाले ल ठुङ्गाउँदै गर यहाँ मैले भेटेँ जगाउनु यस्तो भेट्नुहोस् यहाँ कस्तो चिल्दै
म चाहिँ यत्रो भराएको फेरि भला अहिले मलाई सष्टै पुग्छ होला नि यत्रो छ भराएको त र पनि नडरै यहाँ आइरहेको छु सष्टै भगाउँछ क्या मलाई भाडा व्यस्त भइसक्यो गाइस चप्पल खोला न ओइ अमिस तैँले मलाई बोकी लगिस न फेरि कस्तो मिठाईको गीत के हो मधेसी छ त नि होला यता जाने खाना त भाइले समय यस्तो खाली खुट्टा यहाँनिर तातो न तातो घाममा यार आइ आइ अझै थाल्नु बोक 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 अब चाहिँ भयो मजाले अनि ठुलो ठुलो पछाडि लगाएर हुन्छ गाइस यस्तो खाली खुट्टा हिँड्नु परिरहेछ ढुङ्गा गाडीमा आयो तातो त अब घाममा तातो खुट्टा खाली खुट्टा ओए खुट्टा दुख्यो कसम यहाँ भारी अल्झिन्छ क्या ओइ उदि अल्झिँदैछ भनेको न अघि नै मिसनले त्यहाँबाट नआउँ भनेको नि अलिक यता तल उता झर ओ झन् पल्टै गाइस अब अमिसेको स्प्रे देख्छ गाइस गाह्रो छ पाखामा मेरो अल्झ्यो क्या यिनीहरू चाहिँ मलाई छोडेको यार हिँड्न नसकेको हेर्नु न माथि 4 जनाले मलाई छोडे यिनीहरू मलाई छोडेको यस्तो घाम छ म चाहिँ बोल्नै सकिरहेको छैन भोक लागेर भात नखाइरहेको कि खाँदैन त्यही भएर यिनीहरू मलाई छोडिरहेछ आयो म हिँड्नु सक्दो छैन ओइ भोक लाग्यो हिँड छिटो ओइ के थाहा गाउँमा बसेर यसरी काम गर्नुको मजा त्यही त अब भोलि त गोठा लाउनुपर्छ गोठालामा बाख्रासँग नाच्दै बस्नुपर्छ आफू चाहिँ यहाँ भारी बोक्न सकिनँ भिडियो गरेर